हेलो एन्ड गुड मर्निङ गाइज। आज हामी यो खै कि छ्यास्याङ हो कि छुस्याङ भन्ने ठाउँमा छौँ। बाहिर पानी परिरहेछ। गुड मर्निङ सबैजनालाई। छुस्याङबाट माथि यता मरुभूमि छ, यता पानी परिरहेछ, उता पनि त्यस्तो त्यस्तो छ। हेरौँ गाइज अब के हुन्छ है। झरौँ कता भन्छ। अब चाहिँ हाम्रो यात्रा मुक्तिनाथतिर हुन्छ होला जहाँसम्म। यहाँ सुत्या थियो, सक्यो। अब झरौँ न त के हुन्छ है। चाहिँ होटेलबाट बिदागरी हुँदैछ यहाँ। लगाइ जब चाहिँ हामी स्याउ टिप्न यस्तो दौड छ। दोस्त पनि आछ यहाँ हाम्रो। ए कुकुर गाइड त हाम्रो यहाँ ढोरपाटन गर्ने कुकुर गाइड मुस्ताङ आनी कुकुर गाइड खतम भयो। यस्तो दुगुरेको गाह्रो भयो यार। ओ जहाँ गयो हाम्रो कुकुरै गाइड हुन्छ धेरै जसो। दुक्राम गाइड थियो है। अब बुटामा गरेर हेरौँ है गाइड त्यहाँ दाइको सौगरीमा चाहिँ आइयो है। ओ माई गड होइन। ओ गाइज अहिले चाहिँ म हेर्नु न। ओ माया कसम स्यौ है हजुर। गाइज म अङ्कल यहाँ नि यता धेरै छ कि स्याउ खानुपर्ने हुन्छ। बुटामा आएपछि एउटा स्याउ खाइएन भने के मजा गाइज है। अब चाहिँ यहीँ हान्नुपर्ने हुन्छ। मैले गरिदिइराख्नु यहाँ मैले गरिदिइराख्नु खानुहोस् भयो केसीबाट आख खानु न। हामी चाहिँ स्याउ गरी आएर बाउ छोराले आफै सुटुपे खान्छौँ। हामी चाहिँ स्याउ कम। ओ गाइज स्याउ पो हो नि त यार। गाइज यार बबाल यार। यो फेरि के हो कान्छ अङ्कल? यो के हो हेर्न आउनु न। यो पनि स्याउ हो। अङ्कल यो पनि स्याउ हो र? यो सानो सानो रहेछ। लगाइजी स्याउ हेर्नु त माया कसम हाइट। यो पो हो त यार स्याउ भन्दा नि तपाईँले लगाएको तपाईँको बारीको स्याउ एकदम बबाल। तपाईँको यति मात्र हो कि ठाउँ पनि छ बुटाहरू? अझै पनि छ मेरो। कति छ लगभग कति रोपनीमा लाउनु भएको? मैले 50 प्याक त बेचिसकेँ। हट आजको दिनमा? आजको दिनमा होइन हिजो अस्ति टिपिसकेँ। यो 50 प्याक यति ठुल्ठुलो 50 प्याक बेचिसक्नु भयो दाइले। अहिले चाहिँ मुस्ताङ हामी छेसाङ भन्ने ठाउँमा छौँ। अझै यहाँ टिपेको छैन। माथि पनि रहेछ दाइको बारी। म चाहिँ छु खाँदै यस्तो बाटोबाट गइरहेको स्याउका बुट्टाहरू मस्त छन्। तर स्याउ बवाल छ यार। त्यसै मुस्ताङको स्याउ यस्तो मिठो हुन्छ भन्दो रहेछ मान्छेहरूले। रातो पनि हेर्नु न यस्तो रातो छ स्याउको बुट्टाहरू। हेर्नु स्याउ फलिरहेको छ यार। लगाइ जब के हुन्छ कता गइन्छ हेर्दै गरौँ है त। हामी चाहिँ यो मुक्तिनाथदेखि हल्का माथितिर छौँ। हो के रे सरी कागबेनदेखि हल्का माथितिर मुक्तिनाथ जाँदै माथि माथि हिउँ छ। पुरा डाँडाहरू नाङ्गो छ। मान्छेहरू यहाँ जाने छ यसो यस्तै छ यहाँ। हामी चाहिँ अब मुक्तिनाथ जाने यात्रा यस्तो यहाँबाट। पारि चाहिँ नाङ्गो छ यार। लगाइज यहाँ चाहिँ यस्तो रहेछ। हो घोडा घोडा हाम्रो दाइ डमी हो नि यो कि रियल हो? साँच्चैको यार किन यस्तै राखेको त? हेर्नुहोस् न यहाँ देख्न सकिन्छ यस्तो शालिग्राम आउँछ यहाँ यस्तो भ्यू। तर त्यो चाहिँ के हो मलाई अनौठो सबभन्दा अनौठो लाग्यो क्या होइन। सेल्फी टाइम सेल्फी टावर के हो यो? तर यो चाहिँ के रहेछ मलाई सबभन्दा अनौठो लाग्यो क्या। यो तिर्पलले बाँधेर चल्दैन त? दाइ खै यो त चलेन त? यो के हो खास? यो रियल हो कि? ल गाडी गाउँ गाइज। ल भएको हो माथिबाट आएको माथिबाट।
ल गाइज ल अब चाहिँ हामी यहाँ छोडेर गयो हो लाग्यो मुक्तिनाथतिर गाइज हो हामी फाइनल्ली मुक्तिनाथ खै यहाँ मुक्तिनाथ आइयो खै त हाम्रो गाडी यहाँ भन्न चाहनु धन्न ह्याङ्ग पारेछ न ल गाइज अब चाहिँ हामी मुक्तिनाथ आइयो ल हामी चाहिँ मुक्तिनाथको अहिले गाडी पार्किङ गर्ने ठाउँमा ट्याक्क छौँ अब मन्दिरतिर जाने एकदम तयारी यहाँबाट तलको भ्यू हेरौँ है त यहाँ के छ कस्तो छ ओहो बाबा गाडीहरू चाहिँ एकदम आइरहेको छ ट्याक्क देख्न सकिन्छ हाम्रो चाहिँ मुक्तिनाथ मन्दिरतिर माथितिर जानुपर्ने हुन्छ मन्दिरतिर मुक्तिनाथ मन्दिरतिर है मन्दिरतिर जाँदैछौँ बाटो चाहिँ हिउँ बोकेर एकदम चिप्लो छ हट एकदम बाटो चाहिँ हरि बिजोकै रहेछ हिउँ पुरा खात लागिरहेको छ हिउँको हामी चाहिँ मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदैछौँ हिउँ पुरा हिउँले ढापेको छ है हेरौँ हजुर होइन गएर को कसले आउँदो रहेछ हेरौँ है त 32जनामा हाइट गाउँ आउँदै हुन्छ बाटो यस्तो अवस्थामा पनि मानिसहरू चाहिँ यहाँ तीर्थ गर्न बहुत आउँदो रहेछ हेरेर राम्रो तीर्थ यो बौद्ध हिन्दूहरूको यो बुद्धिस्टहरू र हिन्दूहरूले दुइटैले उ गर्छन् क्या यहाँ मान्छन् क्या हुन् दुवैले मान्छ त्यही त त्यो हुनाले यहाँ चाहिँ एकदम यस्तो हिउँ परिरहेको बेला पनि मानिसहरूको चाहिँ लास्ट भिड छ बाटो यस्तो छ बाटोमा यस्तो हिँड्न गाह्रो भएको खण्डमा चाहिँ यहाँ घोडाहरू मार्फत अनि घोडाहरू नभए चाहिँ अर्को स्टेचर जस्तै यहाँको लोकल स्टेचर जस्तोमा चाहिँ बोकेर लगिँदो रहेछ केही दृश्यहरू देखियो हामीले र आशाबारी तर मैले यहाँ एउटा नयाँ चिज देखेँ चाहिँ होटल बब म्यारली भनेर देख्यो है बब म्यारलीको नाममा स्वरूप एउटा होटल बनाएर चाहिँ फाइनल्ली हामी गेटको एकदम नजिक आइसक्यो करिब नजिक बाटोको हालत चाहिँ यस्तो छ हो बर्खामा हाम्रो घरतिर भन्दा पनि बिजोग छ त गाउँतिरको बाटो भन्दा पनि हाइट हरि बिजोग गाइछ बाइकहरू चाहिँ यहाँ हिउँ मुक्तिनाथ मन्दिरमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ भनेर देखिरहेको त्यहाँ देख्न सक्छौँ यहाँबाट चाहिँ अब हामी सिँढी चढेर माथि जानुपर्ने हुन्छ जय शम्भु यहाँ फेरि 2 लेन रहेछ माथि जाने यतातिरबाट माथिबाट झर्ने चाहिँ यतातिरबाट हो हामी ल एकदम मन्दिर लिएर आइयो नेपालको झन्डा यहाँ ट्याक्क बसिरहेको छ हिउँ त्यता हिउँ छ हिँड्न चाहिँ लास्टै गाह्रो मात्र होइन उहाँको गाह्रो हुँदो रहेछ यार ल सब्सक्राइब ल हेलो गाह्रो हामी चाहिँ फाइनल्ली मन्दिरमा आइसक्यौँ है अब चाहिँ यो फाइनल्ली अब चाहिँ मन्दिरको एरियाभित्र प्रवेश गरेको अवस्था हाम्रो टोलीले यहाँ के किन्दैछ किन्दै आउँदै गर्नुहोस् हामी चाहिँ माथि अगाडि बढ्दै गर्छौँ हिउँ छ मस्त हाइट र भाइ छ ट्याक्क हामी 2 भाइ अरू अगाडि पछाडि हामी 2 भाइ चाहिँ सँगै हिँडिरहेको छौँ मस्त यता चाहिँ मुक्तिनाथ वृक्षारोपण क्षेत्र भनेर देखाएको छ यतातिर एकदम हिउँ देख्न सकिन्छ मान्छेहरूलाई चाहिँ यो सुविधा पनि छ यहाँको मान्छेहरूलाई चाहिँ यो सुविधा पनि दिनुभएको छ चाहिँ
यज्ञशाला मुक्तिनाथ मन्दिरको यज्ञशाला रहेछ हो यो पानी चाहिँ खोलो कता रहेछ पानी यत्रो पानी कहाँ जान्छ झरेको छ त्यो 108 धारा मुक्तिनाथको धाराहरूबाट त्यो पानी चाहिँ झरेर एकबाट यहाँ चाहिँ बाहिर फाल्नु तल त खोला छ त्यहाँ तल बस्ती ठाउँ पनि जस्तो रहेछ त्यहाँदेखि पानी गइरहेको माथिको जल भनौँ है मन्दिर परिसरमा सफा राखौँ एकदम यो चाहिँ यो मन्दिर परिसरमा चाहिँ सफा राख्नुपर्ने हुन्छ एकदमै है मान्छे धेरै हिँडेको कारणले चाहिँ बाटो पनि हिलो छ एकदम हो यहाँ चाहिँ पापकुण्ड पोल्दा त्यहाँ पापकुण्ड होला सायद उताबाट बसेर त्यो पापकुण्ड होला त्यसै धर्मकुण्ड होला दुईवटा कुण्डमा चाहिँ चौबलेर निस्किनु पर्ने हुन्छ यो धाराहरूतिर गएर यस्तै 8 धारा वरिपरि चाहिँ यहाँ नुहाएर तल धन्न यो चाहिँ तर यो सिस्टम चाहिँ ठिक रहेछ तल चिप्लिन सक्छ होइन पानी बगे गरेर तलहरू म्याटस्याट राखेर यताबाट चाहिँ यहाँ सकिँदो रहेछ सकेपछि चाहिँ यहाँ मन्दिरमा गएर दर्शन गरेर निस्किनु पर्ने हुन्छ एकदम मान्छेहरूको चाहिँ एकदम भिड लाग्छ ल हाम्रो टोलीले चाहिँ नुहाइसके चाहिँ फाइनल्ली ठिक बवाल ल हाम्रो टोली ल हाम्रो नुहाएर चाहिँ यहाँ पुसा भानै चलिरहेको छ भिमसहरूको एकदम यहाँ नुहाएपछि तात्तिला चाहिँ पुसा भाने यहाँ चाहिँ एकदम नुहाउनलाई एकदम तयार एकदम तयारी अवस्थामा यहाँ चाहिँ कृपया सबै भाषा प्रयोग गर्नु होला नुहाएर सरले चाहिँ नुहाउनु जाने तयारी हुँदैछ छोराले जय शम्भो पढ्नु पखट पढ्नु ल बक्स अब चाहिँ जल भरौँ है एकचोटि नहुन् त नै अब जल भर्नु पर्यो ज्याकेटलाई यो होइन मन्दिरको मूल मन्दिर दर्शन गरिसकेपछि यहाँ मास्तिरतिर भएको मन्दिरहरू रहेछ दर्शन गर्न जाँदैछौँ एकदम हिउँ जमेर बिजोग छ यहाँ के अरे तामाङहरूको हो रहेछ कि क्या हो होइन यसलाई ल अब चाहिँ म फेरि आफै घुम्नु पर्ने हुन्छ के गर्ने क्यामेराम्यान भइसकेपछि अलिकति दुःख सुख सहनै पर्यो है आफै यसरी चाहिँ यस्तो छ गाई चाहिँ भित्र ध्यान गर्न जाने भन्ने कुरो भयो है एकछिन यो ठाउँमा आएपछि अलिकति शान्ति बोकेर जाउँ न त भनेर झोलाहरू चाहिँ बाहिरै राखेर एकछिन योग साधना गर्नुपर्ने हुन्छ थोरै एकछिन योग गर्छौँ हामीले यो ठाउँमा आइसकेपछि अलिकति नगरी पनि हुँदैन यहाँ यस्तो छ गौतम बुद्ध भगवान् हुनुहुन्छ हाम्रो चाहिँ यहाँ यस्तो छ अब चाहिँ हामी एकछिन यताबाट बसेर चाहिँ ध्यान गर्नुपर्ने हुन्छ त्यो ढोका लगाइदिउँ न बरु हामी चाहिँ फाइनल्ली एकछिन त्यहाँभित्र ध्यान गरेर आनन्द प्राप्त भयो त्यसपछि चाहिँ निस्केको छौँ हेर्नुहोस् त माथि बाबा हो यति बेलासम्म पनि यस्तै हिउँ छ गाह्रो छ पानी चिसो छ त्यहाँको भाँडासाँडा धुँदै हुनुहुन्छ चाहिँ हाम्रो रमाइलो है गाइज ल जय जय हो हरे हो हर हर महादेव की जय शम्भो हर हर शम्भो हामी चाहिँ अब निस्किनु पर्ने हुन्छ यहाँदेखि दर्शन गरेर होइन नुहाइयो पाप साप पखाल्यो यहाँ यो पाप पखाल्ने चाहिँ एकदम के भन्दैछु यसलाई के भन्छौ हामीले ढिना लाउने भन्थ्यौँ अब हामीले यसै माथि थप्दै के हुन्छ यो खास के भन्छ यसलाई यो के नाम हो यो भयो नो ढलम होला अर्कोचोटि आउँदैन
सम्झना हुन्छ भनेर होला यो चाहिँ अब अर्कोचोटि आउनलाई अरू सम्झना होला थप एकदम एक दुसराले दुई भाइ नै चिन्छ भाइ हामीले यहाँ चिन्दैछौँ एकदम हामीले मकैको रातको ठुलो राख्ने र माथि भत्किन मिल्दैन है फेरि भत्किन हो त यार यो यति बेलासम्म पनि हिउँ बोक्दिरहेको छैन यस्तो अवस्था पनि सबभन्दा यहाँ यो तीर्थ गर्नलाई चाहिँ यो मन्दिरको दर्शन गर्नलाई चाहिँ यति धेरै मान्छे आउँदो रहेछ हेर्नुहोस् त यो अवस्था यस्तो छ तर एकदम रमाइलो चिसो छ है यो अवस्थामा पनि मान्छेहरू चाहिँ एकदम धेरै आउँदो रहेछ यहाँ दर्शन गर्न चाहिँ यस्तो बवाल गाइज ल हेर्न सक्नुहुन्छ हेर्नुहोस् त बवाल छ ल यस्तो हिउँ उडिरहेको छ हजुर मुक्ति ल जय शम्भु हामी चाहिँ मुक्तिनाथ दर्शन गरेर एकदम झर्दैछौँ यहाँ ल दाइको रहर पुग्यो है ल बाई बाई ल एकदम रमाइलो भइरहेको नि है ल हामी चाहिँ अहिले दर्शन गरेर झरिसक्यौँ है त ल अब चाहिँ अलिकति कठिनपूर्ण हाम्रो यात्रा फेरि हेर्नु त यस्तो कठिनपूर्ण यात्रामा परिवर्तन भइसक्यो अघिसम्म हो जुत्ता बाबा हो सेतो जुत्ता त कालो पो आयो त हौ प्रेस कार लाएर आइसिनु भएको छ होटल बब म्यार्लीमा है बब म्यार्ली दाइको सम्झनासँगै अब चाहिँ हामी एकछिन यहाँ बस्छौँ न हाम्रो बब म्यार्ली दाइको सम्झनामा चाहिँ अब बस्नुपर्ने हुन्छ औ बाबा गाइज हामी चाहिँ फाइनल्ली तातो पानी भन्ने ठाउँ आयो हो यस्तो हेर्नुहोस् त्यो खोला बर्खा लागे जस्तो खोला कुदिरहेको छ हौ बाबा हो काली गण्डकी खोला जाउँ न जाउँ नआएको छ हेर्नु त त्यहाँ चाहिँ त्यहाँ पारि चाहिँ त्यहाँ बिरे नुन पानी जस्तो नुनिलो पानीले आहार के हो थाहा हो के गाइज नआएका छन् विशेष भिड लागिरहेको छ यहाँ के रहेछ यहाँ चाहिँ बुझौँ है त गएर के हुन्छ के भइरहेको रहेछ यहाँ के हुँदैछ यहाँ के हुँदैछ यहाँ के ए यहाँ तातो पानी लग्ने ठाउँ शुद्ध वास्तविक गुण यहाँ हो तातो पानी उहाँ चाहिँ फोरो हुने भएर सायद यहाँबाट यो गराएको ल सबै मान्छे ए कस्तो रहेछ पानी अन्त सेम बिरे नुन हो ल एकचोटि साँच्चै हो ओ माया कसम फकी उम्ले जस्तो पो छ त यार ओहो पानी त पाकेकै छ यार एकचोटि मुख धुम होला है जोडी चाहिँ यहाँ बसेर अवलोकन गरिराख्नु भएको छ तातो कुण्डभित्र फेरि यहाँ आइयो हेर्नुहोस् बाफ बुढिराखे यस्तो मस्त हाइट हामी यसो गर्दैछौँ नुहाएर मान्छेहरू भेटिसके हाम्रो टोली चाहिँ भन्न आउँदैछ तातोमा नुहाउन मजा भयो ल यता फेरि दुनियाँ अर्कै छ है ल
एकदम ल आउनुहुन्छ सबैले समात्न पर्छ यहाँ कमल बिना अलि पछि जानु पछि फेरि रमाइलो अर्कै छ यता त आनन्द रहेछ लु धन्नै पराउन खुस्के थियो भाइले मेरो ठाउँ उठेछ सन्देश सर ल
तर